हेलो सबैजनालाई मेरो नमस्कार। मेरो नाम कुसुम जोशी। तपाईहरु सबैजनालाई मेरो भ्लगमा स्वागत छ। मैले आजको भिडियो 12:30 बजेबाट बनाउन सुरु गरेको छु। अहिले 12:30 बजे, बाहिरको मौसम यस्तो छ। अहिले धेरै चेन्ज भइसक्यो। मैले भिडियो बनाउँदाखेरि चाहिँ पहिला चाहिँ यहाँ धान पनि काटेको थिएन। अहिले चाहिँ यस्तो छ। आज चाहिँ घाम लागेको छैन। यतिखेर चाहिँ ठ्याक्कै 9 बज्यो। यस्तो छ दिन। यहाँ चाहिँ तरकारी लगाउने भनेर भट्टाको यो बाँकी रहेको सबै चुटेर ल्याएको यो डाँठहरू चाहिँ यहाँ फुल लानेर लागेको छु। यहाँ चाहिँ अब तरकारी लगाउने हो। यो पुरिसकेपछि चाहिँ बल्ल यहाँ तरकारीहरू लगाउने ठाउँमा पोलेको हो। धेरै पछि बनाएको यो फाटकमा बनाएको भिडियो। अहिले यता धानहरू काटेर पनि यस्तो देखियो। अहिले सबै खाली खाली देखियो फाट। अहिले दिनको 4 बजेको छ। यस्तो देखियो फाट। घाम पनि अस्ताउनै लागिसक्यो। अब यहाँ सबै दाइँ हालेर पनि सकिसक्यो। कसैको दाइँ नहालिकन पनि यतिकै मुठा थुपारेर राखेछन्। यस्तै छ हाट। सनसेट हुन लागिसक्यो। घाम चाहिँ यहाँ पुगेको छ। यस्तो छ हाम्रो फाट। अस्तै सक्यो तलतिर अस्तै सक्यो। यो घाम अस्ताएको भिडियो चाहिँ यस्तो हावा चलिरहेको छ। यस्तो छ मौसम। यस्तो छ फाट। सबैले हेर्नु होला। अहिले लागेको छ, उता लागेको छैन त। यसरी घाम माथि जाँदैछ। अब यहाँ चाहिँ जाडो हुँदै जान्छ। अब घाम गएपछि बिस्तार अब यहाँ पनि घाम जाँदै गयो है त।
घाम गइसक्यो उतै माथितिर पुग्यो है त घाम